आफ्नै पार्टीभित्रका आफ्ना विरोधी या आफूसँग असहमत हुनेलाई चाहिँ सम्झाउने भन्दा उनीहरू गएको बढी देखियो नि होइन त। जस्तै मोहन वैद्य तपाईँसँग धेरै असहमत हुने, उहाँ पनि जानुभयो, तपाईँले रोक्न सक्नु भएन। बाबुराम भट्टराई सधैँ तपाईँसँग सिङ्गौरी खेल्ने, एउटा अन्तर्वार्तामा त तपाईँले भन्नुभएको छ 25 वर्ष बाबुरामलाई मैले कसरी झेलेँ जो भन्नुभएको छ, उहाँ पनि जानुभयो। अहिले जनार्दन शर्मा पनि जानुभयो। उनीहरूलाई रोक्न चाहिँ किन नसके? त्यो अब सबै चाहिँ छोडेर भाग्नेलाई त के रोक्न सकिन्छ त भने कुरा भन्नुभयो त। अब पहिलो कुरा बरु तपाईँहरूले यसलाई यसरी किन नहेरेको क्या, म अनौठो त्यो लाग्छ क्या। मैले मोहन वैद्य किरण वा उहाँसँग जाने कसैलाई पनि कारबाही गरिनँ। उहाँहरूलाई पर्याप्त बोल्ने अवसर दिएँ, के राख्न चाहनुहुन्छ राख्नुहोस् भन्ने अवसर दिएँ। उहाँहरू कहिलेकाहीँ जुलुसै निकाल्नुहुन्थ्यो बाहिर, यो जुलुस त ननिकाल्नुहोस् त भन्थे, तर त्यो निकाले बापत कारबाहीको हतियार डन्डा प्रयोग गरेर ठिक गर्छु भनिनँ मैले। बाबुरामजी पर्सिपल्ट मिटिङमा जाने भन्ने सल्लाह बेलुका बसेर भयो, भोलिपल्ट एकाएक उहाँ पार्टी छोडेको घोषणा गर्नुभयो, उहाँलाई मैले कारबाही गरिनँ। अरू थुप्रै मान्छेहरू कारबाही गरिनँ। हाम्रो जनार्दनले